तपाईलाई थाहा छ, मौरीको संसारमा एकदमै कठोर नियम चल्छ। भाले मौरीले रानीसँगको समागमपछि बाँकी रहेका भाले मौरी जब आवश्यकता ठान्दैनन्, कर्मी मौरी खाना बचत गर्न निकै कठोर बन्छन्। भाले मौरीले खाना ल्याउने, सुरक्षा गर्ने, चाका बनाउने कुनै पनि काम नगर्ने हुँदा बाँची बचेका भाले मौरीलाई कर्मी मौरीले पखेटा काटेर घरबाट बाहिर निकालिदिन्छन्। यसरी पखेटा काटिसकेपछि भाले मौरीहरू उड्न नसकी प्राकृतिक रूपमै बिस्तारै मर्न बाध्य हुन्छन्। घरको सुरक्षा र खानाको बचतको लागि कर्मी मौरीहरूले यस्तो कडा निर्णय गर्ने गर्छन्। प्रजनन कार्य सकिसकेपछि कर्मी मौरीहरू निकै कठिन बन्ने गर्छन्। यही हो मौरीको संसारको अनौठो सत्य।